हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल। म सरस्वती मल्ल। आज चाहिँ म साथीहरू माम नखाने म चाउमिन खाने। यो चाउमिन हो साथीहरू। मैले चाहिँ सब्जीहरू मिक्स गरेर चाउमिन बनाएको छु। यो चाहिँ साथीहरू अनि त्यसको सँगसँगै यो चाहिँ मुलाको अचार मैले तिल नहालिकन बनाएको छु साथीहरू। अब म चाहिँ खाना थालेँ। ओके है त साथीहरू, मेरो मुखबाङ्गो कस्तो हुँदो रहेछ हेर्नु होला। कति मिनटमा सकिन्छ साथीहरू। म चाहिँ एक थाल कति मिनटमा सक्दो रहेछ हेरौँ। ओके गाइज, आज चाहिँ मेरो नयाँ भिडियो हजुरहरूलाई मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनु होला। खाना थालेँ ल साथीहरू। म खाना थालेँ साथीहरू। म चाहिँ आजको मुखबाङ्गोको भिडियो ल्याउँदैछु। हजुरहरूले मन पराएर हेरिदिनु होला। खाएँ ल साथीहरू। फर्स्ट बाइट। यम्मी छ साथीहरू। म त खाएपछि टन्नै खान्छु नि साथीहरू। बिहानभरि मन्दिरतिर घुमेर आएँ अनि अब एक्लै के माम खानु त होइन, चाउमिन बनाएको छ खानु लाग्यो। अनि स्वस्थानी भएको भएर म चाहिँ भेज खान्छु साथीहरू। लप्सी उसिनेर चट्ट अचार बनाए साथ चाउजा खान सर्के नि त नि। भेज हो क्या साथीहरू। म त घर बस्दाखेरि यस्तै हो साथीहरू। घर न पसल गए पनि यस्तै हुन्छौँ, घर पनि यस्तै हुन्छौँ। यम्मी छ साथीहरू। पनिर पनि हालेको छु मैले। मलाई त पनिर एकदम मनपर्छ। हाम्रो गाउँको साथीहरू लोकल मेरो बहिनीले ल्याइदिएको मुला। बारीको धर्रो मिठो छ। मैले यसमा भेजिटेरियन सबै मिसाएको छ साथीहरू। एकदम मिसाएर सबै मिसाएर खाएको नि त। वाह खतरा छ है। टेस्टी छ।
राम्रो छ हौ साथी म त खाएपछि थोरै खाँदैन नि साथी